हामीले स्थानीय सरकारमा दलित मैत्री बजेट निर्माणका प्रक्रियाहरूमा कस्तो अभ्यास छ त्यसमा हामी प्रश्न र उत्तर खोज्नेछौँ। यसको लागि बुटोल उपमहानगरपालिकाका डिप्टी मेयर आदरणीय सावित्र अर्याल आउनुभएको छ। कृपया मञ्चमा आइदिनको लागि म हार्दिक आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी यो कार्यक्रमलाई स्थानीय तहमा दलित मैत्री बजेटको विषयमा अध्ययन, अनुसन्धान, लेखन र आफ्नो निकै बौद्धिकताको रूपमा विभिन्न फोरमहरूमा बहस पैरवी गर्दै आउनुभएका सुशील बीके सरलाई पनि म मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। सुशील बीके सर, सहभागीज्यूहरूलाई हलभित्रै रहिदिनको लागि र यसपछि हाम्रो प्रशासनिक एउटा सेसनपछि यो कार्यक्रम सम्पन्न हुनेछ। यसपछि हामी साङ्गीतिक प्रस्तुति कार्यक्रम रहेको छ। सुशील सरलाई म मञ्चमा आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी यो कार्यक्रमलाई सहजकर्ताको रूपमा रूपन्देहीका दलित पत्रकार सङ्घका अध्यक्ष पनि हुनुहुन्छ। पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाउनु भएका टङ्क सुनार हुनुहुन्छ। उहाँलाई म मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यो कार्यक्रमलाई हामीले अझ बढी समावेशीकरणका हिसाबमा अगाडि बढाउन चाहन्थ्यौँ। कञ्चन गाउँपालिकाका प्रमुख नवराज ढकालज्यूको समय हामीले 3 दिन अगाडि लिएका थियौँ, तर उहाँले अन्तिम समयमा नआउन सक्ने जानकारी गराउनु भयो। यो हामीले अलिकति प्राविधिक हिसाबमा थोरै समस्या देखिएको छ। त्यसैले हाम्रा 2 जना वक्ताहरूका बीचमा मात्रै यो महत्त्वपूर्ण फोरम हो। हाम्रा मुद्दाहरू, हाम्रा सम्बोधनहरू खोजिने चाहिँ यो फोरम भएको हिसाबले पनि म सिधै ढिला नगरिकन अबको यो स्थानीय सरकारमा दलित मैत्री बजेटको सन्दर्भमा आफ्नो विज्ञता, बौद्धिक र प्राज्ञिक बहसका सन्दर्भमा छलफल प्रश्न उत्तर गर्नको लागि यो कार्यक्रम सेसनलाई म अगाडि बढाइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हेलो, हेलो, हेलो। यो फोरम चाहिँ रिसिभ गर्नु पर्ला कि भन्ने लाग्यो मलाई। ठिक छ होइन प्राविधिक साथी? हेलो, हेलो, हेलो। प्राविधिक साथीहरू ठिक छ होइन? ठिक छ होइन? ठिक छ। नमस्ते, यहाँहरूलाई स्वागत छ। म टङ्क सुनार। हामी तिलोत्तमा दलित ज्ञान उत्सव 2082 मा छौँ र स्थानीय सरकारमा दलित मैत्री बजेट यो शीर्षकमा हामीले छलफल गर्दैछौँ। हामी यो सेसनको पनि दोस्रो श्रृङ्खलामा छौँ। त्यसैले गर्दाखेरि यहाँहरूलाई यसो गर्ने भनेर भनिराख्नु नपर्ला भन्ने लाग्छ। हामी प्रश्न लिनेछौँ, तर ज्यादै सटिक मात्रै प्रश्न राख्नु होला। प्रश्न गर्दा हात उठाएर राख्नु होला, प्रश्न नदोहोऱ्याउनु होला। हामी कार्यक्रमलाई सवाल जवाफमा लैजानेछौँ। प्रश्नको जवाफ दिँदाखेरि आफूलाई उठेको प्रश्नको मात्रै जवाफ दिनु होला र जवाफलाई नलम्ब्याइदिनु होला, यो मेरो अनुरोध हो। अब म कार्यक्रमलाई सुरुवात गर्ने अनुमति चाहन्छु। स्थानीय सरकारमा दलित मैत्री बजेट यो सेसनमा उपस्थित हुनुभएका मेरो यो सेसनका वक्ताहरू बुटोल उपमहानगरपालिकाका उपप्रमुख सावित्र अर्यालज्यूलाई म स्वागत गर्न चाहन्छु। त्यस्तै गरी हामीसँग दलित विषयका जानकार अध्येता सुशील विश्वकर्मा हुनुहुन्छ, यहाँलाई स्वागत छ। र कार्यक्रममा सहभागी तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत छ। म कार्यक्रमको सुरुवात
अध्येता सुशील विश्वकर्माबाट गर्न चाहन्छु। यहाँले लामो समयदेखि दलित विषयमा अध्ययन गरिरहनु भएको छ। 753वटा स्थानीय सरकारले दलितको विषयलाई कसरी उठाएका छन्, दलितको इस्युहरू स्थानीय सरकारको बजेटमा कसरी समावेश भएको छ, यहाँले के पाउनु भएको छ? हजुर, धन्यवाद प्रश्नका लागि। यहाँहरू सबैजनालाई म अभिवादन व्यक्त गर्न चाहन्छु। यो सेसनमा हामी वक्ताका तर्फबाट स्वागत पनि गर्न चाहन्छौँ र मेरो विषयमा जान चाहन्छु। पछाडि आवाज प्रष्ट सुनिएको छ? एकचोटि हात उठाइदिनु न, सुनिन्छ है? ल, धन्यवाद। हजुर, यहाँले अत्यन्तै आजको विषय पनि यही नै छ। खास गरी स्थानीय तहमा कसरी हामीले दलित मैत्री बजेट बनाउन सक्छौँ भन्ने विषय छ र त्यसको सुरुवात चाहिँ पालिकाहरूले कसरी गरेका छन् भनेर हाम्रो मोडरेटरज्यूले भन्नुभएको छ। अलिकति हामीले सरसर्ती देशभरिका स्थानीय तहहरूले कसरी यो दलित समुदायका लागि उनीहरूले नीति कार्यक्रम बजेट बनाएका छन् भनेर हामीले हेर्दा एकाध औँलामा गर्न सकिने गरी, जस्तै उदाहरणका लागि तिलोत्तमा अथवा यस्तै केही पालिकाहरूमा चाहिँ अलिकति दलित समुदायको समस्याहरू छन्, त्यसलाई सम्बोधन गर्नुपर्छ, सम्बोधन गर्ने बजेटबाटै हो भनेर सुरुवात गरेको देखिन्छ। तर अधिकांश पालिकाहरूमा हामीले कतिपय भेट्दा, त्यो ठाउँमा जाँदा उहाँहरू त्यति धेरै संवेदनशील भएको चाहिँ हामीले देख्दैनौँ है। मैले एउटा के अनुरोध गर्न चाहन्छु भने यही सन्दर्भमा जोडेर हामीले खास गरी दलित समुदायले भोगेको विभेदबाट मुक्ति चाहने हो भने, उहाँहरूको जीवनस्तरमा परिवर्तन ल्याउने हो भने मुख्य कुरा चाहिँ बजेट नहुने कुरा हो होइन। तर यो बजेटको कुरालाई न दलित अधिकार कर्मीहरूले यसलाई प्राथमिकतामा राखेको देखिन्छ, अथवा दलित का क्षेत्रमा काम गर्ने सङ्घ सङ्गठनहरूले यसलाई प्राथमिकतामा राखेको देखिन्छ, न पालिकाहरूले यसलाई प्राथमिकतामा राखेको देखिन्छ। एउटा फ्रेमवर्क मैले सेयर गरौँ। मेरो अध्ययनको एउटा निष्कर्ष अनुसार खास गरी पछाडि पारिएको वर्ग समुदाय, त्यो भनेको हाम्रो हकमा आजलाई हामीले महिलालाई मानौँ अनि दलितलाई मानौँ, अरू पनि हुन सक्छन्, उनीहरूलाई मूल प्रभावी गर्नका लागि खास गरी एउटा फ्रेमवर्क छ। त्यो फ्रेमवर्कले के भन्छ भने पहिला नीतिगत व्यवस्थाहरू गर भन्छ। नीतिगत व्यवस्था भनेको संविधान, कानुन, अरू पोलिसीहरू बनाउने कुरा भयो। त्यस पछाडि त्यसलाई कार्यान्वयन गर्ने खालको संरचना बनाऊ भन्छ। त्यो भनेको कतिपय मन्त्रालय, आयोगहरू, समितिहरू यस्तै हुन्छ, त्यहाँ दक्ष जनशक्ति पनि राख भन्ने छ। अनि तेस्रोमा चाहिँ त्यसका लागि आवश्यक पर्ने पर्याप्त मात्रामा बजेटहरू विनियोजन गर, अनि त्यो बजेटले साँच्चीकै त्यो जनस्तरसम्म त्यो कुराहरू पुर्याउँछ भन्छ। अनि त्यो नीतिगत व्यवस्था भयो, संरचना भयो, बजेट छुट्याइयो, त्यो अनुसार कार्यान्वयन भयो कि भएन भनेर हेर्ने अनुगमन मूल्याङ्कनको व्यवस्था गर भन्छ। यो फ्रेमवर्कबाट हेर्दा सङ्घीय हिसाबले अगाडि पनि चर्चा भएको छ, योभन्दा अगाडिको सेसनमा केही संवैधानिक कानुनी व्यवस्थाहरू भए होइन। अनि संरचनागत व्यवस्थामा हेर्दाखेरि सङ्घीय हिसाबले भए पनि प्रादेशिक र स्थानीय पालिकाहरूमा हामीले त्यो भएको देख्दैनौँ कतै पनि। अनि तपाईँको नीतिगत हिसाबले हेर्ने हो भने पनि प्रदेश र पालिकामा त्यो नीतिगत व्यवस्था पनि देखिँदैन। अनि त्यो नभइसके पछाडि बजेटको कुरा पनि जहाँ अलि विवेक प्रयोग गर्ने नेतृत्व छ, प्रशासनमा काम गर्ने साथीहरू हुनुहुन्छ, त्यहाँ केही पहल भएको छ। तर दलित समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने, उत्थान ल्याउने, रूपान्तरण गर्ने खालको नीति कार्यक्रम बजेट स्थानीय पालिकाहरूमा अधिकांश ठाउँमा चाहिँ नभएको देखिन्छ। हेलो, यहाँलाई यही रोकेँ। म उपप्रमुखज्यूतर्फ जान चाहन्छु। बुटवल उपमहानगरपालिका रूपन्देहीको एउटा मात्रै उपमहानगरपालिका हो। 16वटा स्थानीय तहमा रूपन्देही जिल्लाकै स्थानीय तहहरूको प्रतिनिधित्व बुटवल उपमहानगरपालिकाले नै गर्छ। यहाँहरूले स्थानीय तहको निर्वाचन पश्चात विभिन्न क्षेत्रमा काम गर्दै आइरहनु भएको छ। बुटवल उपमहानगरपालिकाले दलितलाई नै सम्बोधन गर्ने गरी बजेटमा कस्तो व्यवस्था गरेको छ र आगामी बजेटमा के गर्छ? धन्यवाद टङ्कजी। उपस्थित सम्पूर्ण महानुभावहरूमा बुटवल उपमहानगरपालिकाको तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। मैले उहाँले सोधेको प्रश्नको उत्तर दिँदैछु, हल्ला गर्नुभयो भने सुन्नुहुन्न। बुटवल उपमहानगरपालिकाले के गरिरहेछ भन्ने कुरा यहाँहरूले थाहा पाउनु भएन भने यहाँ बसेको चाहिँ अलि अनर्थ होला। पहिलोपटक अब हामी जेठको 9 गते पदस्थापन गरेको 3 वर्ष हुन्छ। पहिलो बजेटमा जेठको 9 गते पदस्थापन गऱ्यौँ, असारको 10 गते बजेट ल्याउनु थियो। अलि नयाँ भएको हुनाले अलि अल्मल्याउँ कि भन्ने लाग्यो र दोस्रो वर्षको बजेटमा बुटवलमा गएर सोध्न सक्नुहुन्छ। हामीले मनग्गे बजेट विनियोजित गरेर त्यो 1 वर्षभित्र हामीले सबै
समुदायको दलित समुदायका जहाँ जहाँ सुन पसलहरू छन्, जहाँ आरन छ, ती ठाउँहरू अनुगमन गऱ्यौँ र त्यो अनुगमन गरिसकेपछि सुन पसलमा त साँच्चै भन्ने हो भने कालीगढका रूपमा सबै इन्डियाबाट लिएर आएर सुनको गहना बनाउने चलन रहेछ। यो देखिसकेपछि हामीले दोस्रो वर्षको बजेट ठुलै धनराशि भन्नुपर्छ, 10 लाख रुपियाँ बजेट विनियोजित गरेर 20 जना महिलाहरूलाई कालीगढको गरगहना बनाउने, सुन र चाँदीको गरगहना बनाउने तालिम चाहिँ सम्पन्न गरिसकेका छौँ। र यसका अलावा हामी अन्य कामहरू त धेरै नै गरेका छौँ, यहाँहरूले बुझ्न सक्नुहुन्छ। महिलाहरूको क्षेत्रमा, दलित महिलाहरूकै क्षेत्रमा सिपमूलक कामहरू पनि छ र अब आउने बजेट, अब तेस्रो बजेट आउने हो, यो बजेटमा पनि हामी अझै यो कार्यक्रमले त अझै ऊर्जा दियो कि अझै धेरै बजेट विनियोजित गरेर दलितको क्षेत्रमा बजेट विनियोजित गरेर सिपसित जोडेर र उहाँहरूलाई चाहिँ ऊर्जा दिन पर्ने रहेछ भन्ने यो कार्यक्रमले पनि हामीलाई दियो। हाम्रो मूल्याङ्कन हामीले होइन, यहाँहरूले बाहिरबाट गरेर दलितहरूको क्षेत्रमा बुटोलले कसरी काम गरेको छ भनेर बुझ्न सक्नुहुन्छ। अर्को कुरा, बुटोल उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरू हुनुहुन्छ, त्यसमा 4 जना दलितको तर्फबाट प्रतिनिधित्व गर्नुभएको छ। कहीँ पनि 753 पालिकामा कहीँ पनि कार्यपालिका सदस्यलाई सिलिङ बजेट दिएको छैन, हामीले सिलिङ बजेट दिएका छौँ। बुटोल उपमहानगरपालिकाले ल तपाईँलाई कहाँ के गर्न मन लागेको छ, तपाईँहरू निर्वाचित भएको ठाउँमा आफ्नो तरिकाले लगाउनुहोस् है भनेर सिलिङ बजेटका रूपमा पनि हामी दिएका छौँ, मैले भन्न चाहन्छु। हस्, हामी फोहोरमा जान्छौँ। कृपया के प्रश्न छ भने हात उठाउनु होला, अन्यथा हामी फेरि स्टेजतर्फै फर्कनेछौँ। मूलतः स्थानीय सरकार जनताको घर दैलोको सरकार हो। व्यक्ति प्रत्येक सुखमा र दुःखमा स्थानीय सरकारसँगै जोडिन्छ र स्थानीय सरकारले निर्माण गर्ने ऐन कानुन र बजेटले प्रत्यक्ष रूपमा जनतालाई छुन्छ र त्यसले प्रभाव पार्छ। तपाईँको विचारमा स्थानीय सरकारले के चाहिँ विषय समेटिदियो भने चाहिँ सीमान्तकृत वर्ग, क्षेत्र र समुदायको सोझै प्रतिनिधित्व हुन्छ होला? तपाईँलाई आफ्नो राय राख्नु छ भने कृपया हात उठाएर राख्नु होला। कोही हुनुहुन्छ? ठिक छ, म हाम्रो सुशीलजीतर्फै जान चाहन्छु। यहाँले अध्ययन गर्दाखेरि चाहिँ पछिल्लो समय के सुनिन्छ भन्दाखेरि दलित शीर्षकमा बजेट विनियोजन गर्नलाई चाहिँ सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार पनि उदासीन छ भन्ने चर्चामा आउँछ। मैले केही समय अगाडि सङ्घीय सरकारको बजेटको विषयमा हाम्रो नेपाल सरकारको पूर्व सचिवज्यूको लेख पढ्दै थिएँ। त्यहाँ 1% बजेटको कुरा उठिरहेको थियो, समग्र बजेटको 1% बजेट चाहिँ दलित विषयमा छुट्याउनुपर्छ भन्ने विषय थियो। स्थानीय सरकारले कुन कुन विषयहरू समावेश गरेर बजेट विनियोजन गरिदिए भने चाहिँ साँच्चै दलितको मुद्दा सम्बोधन हुन्छ र दलित सशक्तिकरण हुन्छ? हजुर, धन्यवाद प्रश्नका लागि। एउटा सानो पिक्चर यहीँबाट हामीले थोरै एनालाइसिस गरौँ। हामीले यो बजेट एनालाइसिस, बजेट एडभोकेसी गरेको करिब मैले आफूले इन्भल्भ भएको नि 15-20 वर्ष भइसकेछ होइन। अब यहाँको आजको अघि तपाईँले जे जिज्ञासा राख्नुभयो त्यो सबैलाई हेर्दा पनि हामीले यो बजेटको कुरालाई त्यति धेरै प्राथमिकता दिएनौँ भन्ने लाग्यो कि। नभए अघि योभन्दा अगाडिको सेसनमा हात उठाउनलाई, प्रश्न गर्नलाई चाहिँ यहाँहरू सबै लालायित हुनुभयो होइन, त्यो समय नै पाउनु भएन कतिपयले। तर मुख्य विषय त बजेट हो नि। हामीले यसको महत्त्व नबुझेका कारणले यो विषयमा बहस गर्न, छलफल गर्न, पैरवी गर्न हामी तयार छैनौँ। यो नै विडम्बना हो। यसैका कारणले यहाँले भनेको प्रश्न जस्तै गरी सङ्घीय सरकारले अनि प्रदेश सरकारले र स्थानीय सरकारले त्यो बजेट चाहिँ छुट्याएका हुँदैनन् है। हामीले अर्को पनि एउटा फ्रेमवर्क छ, बजेटलाई हामीले कसरी विश्लेषण गर्ने अनि कस्तो बजेट चाहिन्छ भनेर। हामीले बजेटलाई विश्लेषण गर्दा 3वटा एङ्गलबाट हामीले विश्लेषण गर्छौँ। एउटा चाहिँ डाइरेक्ट बजेट अथवा प्रत्यक्ष बजेट अथवा निर्दिष्ट बजेट भनिन्छ होइन। त्यो चाहिँ जुन समुदायका लागि आवश्यक पर्ने हो उसले सिधै प्राप्त गर्ने, त्यसमा कसैको कुनै प्रभाव नरहने खालको बजेट होइन। त्यो महिलालाई चाहिने भने महिलाका लागि, दलितका लागि चाहिने भने दलित, बालबालिका, अपाङ्गता जुनसुकै वर्गका लागि चाहिने हो उनीहरूले सिधै पाउने गरी त्यो व्यवस्था गरिएको हुन्छ, त्यो निर्दिष्ट बजेट भयो। अर्को चाहिँ केही विषयहरू आंशिक हिसाबले सम्बोधन गर्ने खालको हुन्छ, त्यसलाई सामान्य अधिकारलाई सम्बोधन गर्न खोजेको, तर त्यो डाइरेक्ट बजेट जस्तो हुँदैन। अनि धेरै बजेट चाहिँ के हुन्छ, त्यो तटस्थ खालको हुन्छ है। तटस्थ भनेको जता पनि व्याख्या गर्न मिल्ने। जस्तै उदाहरणका लागि योभन्दा अगाडि
लक्षित समुदायका लागि भनेर 35% बजेट हुन्थ्यो, त्यसमा महिला बालबालिका दलित सबैका लागि थियो। अनि त्यति बेला त्यो बजेटलाई चाहिँ लगेर एउटा बाटोमा हालिदिने, अनि महिलाहरू गएर अनि यो बजेट हामीलाई छुटाउनु पर्ने बजेट किन छुटाउनु भएन भन्दा महिला पनि त हिँड्छन् नि बाटोमा, अनि के तिमीहरूका लागि होइन र त्यो महिला पनि बाटोमा हिँड्छन् नि त, अनि यो पैसा हामीले यहाँ हालेर कसरी गलत गरौँ भनेर चाहिँ नेतृत्वले भन्ने खालको कुरा चाहिँ देशव्यापी सुन्यो। यो एउटा उदाहरण हो, अरू विविध विषयमा त्यस्तो देखियो। भने पछाडि त्यो तटस्थ बजेटले के गर्यो, त्यो जुन समुदायलाई हामीले टार्गेट गरेको उसको उत्थान विकासमा योगदान गरेन होइन। त्यसो भन्दा हामीले अब यहाँहरू जो यहाँ उपस्थित हुनुहुन्छ, यहाँ जनप्रतिनिधि हुनुवाला, अधिकारकर्मी हुनुवाला, बजेट नै सबैभन्दा मुख्य कुरा हो। बजेट नभएसम्म हामीले केही गर्नै सक्दैनौँ है। अघि मैले 4वटा फ्रेमवर्क भने नि त, नीति पनि बन्यो, संरचना बन्यो, अनि त्यस पछाडि जस्तै संविधानमा त कति धेरै व्यवस्था छ नि त। संविधानमा लेखिएका स्वर्ण अक्षरले दलित समुदायको उत्थान हुन्छ, विकास हुन्छ, गरिब विपन्न मान्छेको प्रगति हुन्छ, समृद्धि आउँछ आउँदैन नि, त्यसलाई व्यवहारमा लैजानका लागि त हामीलाई बजेट नै चाहिने हो। त्यसो भन्दा यति महत्त्वपूर्ण बजेट भइसके पछाडि यसमा तपाईँ हामीले अहिले चासो राखौँ, पैरवी गरौँ। अब कस्तो बजेट हुनपर्छ भन्ने हिसाबले यहाँले भन्नुभएको छ। त्यो बजेट भनेको सबैभन्दा पहिला हिजो आजको छलफलमा योभन्दा अगाडिको तिलोत्तमाको ज्ञान उत्सवदेखि हामीले देशव्यापी रूपमा सधैँ भन्दै आएको हाम्रो तपाईँको वर्ण व्यवस्था, त्यो वर्ण व्यवस्थाले ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र भनेर एउटा समाजको विभाजन गर्यो, त्यो श्रेणीबद्धता कायम गर्यो, अनि त्यसले चरम खालको विभेद भयो। त्यो पछाडि कालान्तरमा आउँदा के भयो भने त्यो जन्म र वंशका आधारमा चाहिँ तपाईँको यो जात व्यवस्था सिर्जना गर्यो। अहिले हामीले सोच्ने, बोल्ने, हामीले गर्ने हरेक व्यवहार चाहिँ हामीले जातका आधारमा हामीले गरिरहेछौँ। मैले यसमा सानो अघि हाम्रो सुजिताले उठाउँदै हुनुहुन्थ्यो, बजेट विनियोजन गर्ने समयमा चाहिँ समग्रतामा बजेट विनियोजन गर्ने। जस्तै अघि यहाँले उदाहरण दिनुभएको थियो, सडकमा लगानी गर्ने, सडकमा दलित पनि हिँड्छ, महिला पनि हिँड्छ। खानेपानीमा लगानी गर्ने, खानेपानी दलितको लागि पनि आवश्यक छ र अन्य समुदायको लागि पनि आवश्यक, यो सबैलाई हो भनेर त्यसरी यसलाई जेनरलाइज गर्ने प्रवृत्ति छ। यो लामो समयदेखि चल्दै आइरहेको छ। यहाँको अनुभवमा के छ? बुटवल महानगरपालिकाले के गरिरहेको छ? फेरि पनि धन्यवाद। 54 सालतिर को स्थानीय तहले काम गर्दाखेरि समग्रमा 35% बजेट दिने र त्यसबाट महिला, दलित, जनजाति सबैको बजेट लगाउने चलन थियो र त्यसमा प्रत्यक्ष रूपमा मैले पनि देखेको छु कि खानेपानीमा त्यो महिला, दलित, जनजातिहरूलाई छुट्याइएको बजेट खानेपानीमा लग्यो। किन खानेपानीमा लग्यो भनेर हामी जतिको अलिकति नागरिकहरूले आवाज उठाउँदाखेरि महिलाले नि त खान्छन् पानी, सबैभन्दा धेरै महिलालाई चाहिन्छ भन्ने खालको कुरा हुन्थ्यो। बाटो बनाउँदा महिला हिँड्छन्, दलित हिँड्छन् भन्ने खालको कुरा हुन्थ्यो। त्यो अहिले छैन, त्यो अहिले संविधानमै छैन, त्यो कानुनमै छैन र समग्र रूपमा मागको आधारमा बजेट विनियोजित गरिन्छ। दलित जातिहरूको लागि बुटवल महानगरपालिकाले 5वटा आरण जो लोप भएको हाम्रो हतियारहरू हो, कृषि औजारहरू हो, घरमा प्रयोग गर्ने औजारहरू हो, लोप भएका हतियारहरू निर्माण गर्नका लागि 5वटा आरणलाई निःशुल्क अनुदान दिने निर्णय गरेर एउटा त हामी दिएर प्रत्येक पटक बुटवलको हाट बजारमा तपाईँहरूले प्रमुख उपप्रमुखको फोटोसहित सबै निर्माण गरेका भाँडाहरू त्यहाँ चाहिँ भेटाउनुहुन्छ। हामीले चाहिँ त्यो काम अगाडि सारेका छौँ। आरण चाहिँ हामीले दिनुपर्छ र काम गरी खान दिनुपर्छ भनेर मागको आधारमा चाहिँ हामीले बजेट विनियोजित गरेका छौँ। अर्को कुरा, दलित समुदायलाई नै भनेर अहिले बुटवलले 5वटा महिला समूहको चाहिँ यो नौमती बाजा बजाएको छ। त्यो नौमती बाजा बनाउने को त भनेर खोज्दाखेरि दलित समुदायकै व्यक्ति भेटेर सबै उहाँलाई बनाउने जिम्मा दिएका छौँ। किन भन्दा एउटा व्यक्तिले बनाइरहँदाखेरि उहाँको जीविकोपार्जन राम्ररी चल्छ र हामीले चाहिँ नगरपालिकाको बजेट त्यहाँ दिइसकेपछि उहाँहरूलाई दिने त्यो नौमती बाजा हामी निःशुल्क दिन्छौँ, उहाँहरूले बनाएर हामीलाई दिनुहुन्छ। हामी त्यसरी अनुदानका रूपमा दिने गरी अगाडि बढेका छौँ। प्रतिशतको हिसाबमा छैन, मागको आधारमा छ, कहाँ के को आवश्यकता छ त्यसको आधारमा चाहिँ बजेट कसैलाई पनि रोकेको छैन। दलितलाई मात्रै होइन, जो कोही माग्न आउँदा कसैलाई पनि हामी बजेट चाहिँ रोकेका छैनौँ। हस्, म सुजित सरतर्फ जान चाहन्छु। बजेट विनियोजनको चर्चा परिचर्चा हुन्छ, बजेटको विषयमा पनि सवाल जवाफ हुन्छ, तर बजेट आइसकेपछि त्यसको कार्यान्वयनसम्म पुग्दाखेरि चाहिँ कार्यान्वयन प्रतिफलबाट विमुख हुन्छ। अर्थात् कार्यान्वयन त भयो तर त्यसको उचित प्रतिफल चाहिँ आउँदैन। दलित शीर्षकमा विनियोजन हुने बजेटहरू मूलत तालिम, सेमिनार, गोष्ठी, छलफलमै सकिरहेको देखिन्छ।
त्यो बजेटलाई उत्पादनको क्षेत्रमा लगानी गर्नलाई के गर्नु पर्ला, यहाँसँग के उदाहरण छन्? अवश्य छन्। एकदमै राम्रो प्रश्न गर्नुभयो। त्यो मैले अगाडि यो बजेट एडभोकेसीमा हामी पर्याप्त मात्रामा इन्भल्भ नभएको उदाहरण हो कि यो, होइन? अब हामीले एउटा चरणमा बजेट सरकारले, तिनै तहका सरकारले बजेट ल्याउने बेलामा चाहिँ केही मागहरू सङ्कलन गरेर हामीले प्रस्तुत गर्छौँ। कतिपय सन्दर्भमा त्यो सम्बोधन पनि हुँदैन। जस्तै अगाडि चर्चा भयो सरकारको नीति कार्यक्रम बजेटमा, खास गरी अहिलेको नीति कार्यक्रममा अब विभिन्न ढङ्गबाट सुझावहरू चाहिँ सबैतिरबाट प्राप्त भयो। जस्तै राष्ट्रिय दलित आयोगले पनि सुझावहरू दियो, तर नीति कार्यक्रममा त्यो परेन। अब अघि सत्तापक्षीय सांसदज्यूहरूले भन्नुभयो हामीले बजेटमा सम्बोधन गर्छौँ भनेर, होइन? त्यसो हुँदा यो एडभोकेसी कमजोर भएका हिसाबले त्यहाँ पहिलो कुरा त पर्दैन, एकाध विषय परे भने पनि त्यो कार्यान्वयनमा जाँदैन, है? त्यसको दुईटा कारण छ। एउटा कारण दलित समुदायलाई प्रत्यक्ष रूपले उनीहरूसँग जोडिएको, उनीहरूले चाहे अनुसारको बजेट त्यो परे कि परेन भन्ने कुरा हुन्छ। त्यो कोणबाट हेर्दाखेरि तलसम्म काम गरेर अथवा दलित समुदायलाई उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी त्यो माथि त्यो पुग्दैन, बजेटमा त्यो कुरा राखिँदैन, त्यो भएर सम्बोधन हुँदैन, कार्यान्वयन हुँदैन, होइन? अनि अर्को कुरा चाहिँ दलित समुदाय नै यो विषयमा पर्याप्त मात्रामा चासो राख्ने, जानकार हुने, चिन्ता गर्ने त्यो ढङ्गबाट छैन, त्यो आन्दोलन नै छैन। अब मलाई अलिक बोल्दा मेरो बढी बोले जस्तो हुने भयो, तर यसको एउटा विडम्बना के हो भने तपाईँको सङ्घीय हिसाबले पनि, जस्तै अब 64बाट त सांसदहरू हुनुभयो नि त संसदमा। हामी सबैलाई थाहा छ नि त, कुनै एक दिन दलित समुदायका लागि यस्तो बजेट हुनपर्छ अथवा ल्याइएन भने विद्रोह गरेको हामीले सुनेका छौँ र? छैनौँ नि त। एकछिन पब्लिक फोरममा अलिकति बोल्ने कुरा अथवा एकजना सांसदले विरोध गरेर त्यसले अर्थ त राख्दैन, बेल घेराउ गर्ने, तपाईँको संसदमा बहिष्कार गर्ने, त्यस्तो गर्ने भने त चाहे जतिको बजेट आउन सक्थ्यो नि। पहिलो कुरा त्यो नहुँदा त्यो बजेट नै आउँदैन, होइन? अनि त्यो किन त्यो भइरहेछ भने दलित आन्दोलनको त्यो महत्त्वको विषय नै भएन, होइन? यस्तो बहस छलफलमा पनि बजेटको महत्त्व हुँदैन, आन्दोलनलाई बजेटको महत्त्व हुँदैन, त्यसमा हामी चर्चा गर्दैनौँ। अनि त्यो नभइसके पछाडि त्यो बजेटमा पनि पर्दैन, अनि बजेटमा नपरे पछाडि कार्यान्वयनमा पनि जाँदैन। जस्तै योभन्दा अगाडि एउटा सायद हाम्रो विष्णु पौडेल अर्थमन्त्री हुने बेला नै हो, त्यो बेला के आयो भने भगत सर्वजित शिल्प उत्थान कार्यक्रम भन्ने एउटा ठुलो कार्यक्रम आयो। त्यसको प्रस्तुतकर्ता चाहिँ हाम्रो छविलाल विश्वकर्मा मान्यज्यू नै हुनुहुन्थ्यो, होइन? त्यो कार्यक्रम आयो, त्यो सरकारले प्रस्तुत गर्यो, त्यो सरकार चेन्ज भयो, फेरि त्यसमा कुनै पहलकदमी नै भएन। अनि के भयो, त्यो सामान्य त्यो मन्त्रालयको एउटा निकायले चाहिँ त्यसलाई खर्च गर्यो। यहाँले भने जस्तै हामीले पछाडि बुझ्दाखेरि तालिम गोष्ठी सेमिनार गरेर खर्च गर्यो। त्यो भगत सर्वजित शिल्प उत्थानको कुरा अघि हाम्रो उपमेयर साहबले नै भन्नुभयो, त्यो दलित समुदायको प्रत्यक्ष जीवनसँग जोडिने विषय थियो नि त। परम्परागत पेसालाई पेसा व्यवसायीकरण गर्ने, उद्यमशीलतामा जोड्ने, यो त महत्त्वपूर्ण कुरा थियो। सङ्घीय सरकारले ल्याएको त्यो बजेट, त्यो भगत सर्वजित शिल्प कार्यक्रम अनि पालिकाले ल्याउने कार्यक्रमहरूलाई मिलाएर त्यसरी कार्यान्वयनमा लैजान सकेको भए सायद दलित समुदायको परम्परागत पेसा व्यवसाय उद्योगसँग जोडिने, उद्यमशीलतासँग जोडिने हुन्थ्यो। त्यो ढङ्गबाट हाम्रो बहस हुनै सकेन। त्यसो हुँदा सङ्घीय हिसाबले पनि तपाईँको मूल प्रवाहको दलित आन्दोलनले पनि यसमा चर्चा नभएको देखियो। अनि त्यस पछाडि प्रदेश र पालिकामा पनि यो हिसाबले अलि संवेदनशील चाहिँ देखिएन, मलाई त्यस्तो लाग्छ। सायद हामीले बोलेको अलिक केही गलत बोल्यौँ कि, यहाँहरूले मन परेन कि, अथवा केही यहाँहरूको जिज्ञासा छ कि, अलिकति अन्तर्क्रियात्मक पनि बनाऊ, हाम्रो कुरा पनि हजुरहरूले सुनाऊ, हजुरहरूको कुरा पनि हामीले हजुरहरूलाई। धन्यवाद हजुर, मैले यति राखेँ। हामीले स्थानीय सरकारले दलित विषयमा बजेट कसरी छुट्याउँछ, त्यो बजेट कसरी कार्यान्वयन हुन्छ र स्थानीय सरकारको महत्त्वको क्षेत्रभित्र के पर्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ। र म तपाईँहरूलाई पनि के अनुरोध गर्छु भने तपाईँकै घर दैलो भएको सरकारले तपाईँको विषयमा चाहिँ बजेट विनियोजन गरेको छ कि छैन? स्थानीय सरकारको बजेटले आरएललाई छोयो कि छोएन? या सामान्य सिलाइमेसीलाई छोयो कि छोएन? विभेदको विषयलाई छोयो कि छोएन? या दलित सशक्तिकरणलाई छोयो कि छोएन भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ। तपाईँको प्रश्न छ भने कृपया हात उठाएर राख्नुहोला। ओके, पछाडिपट्टि हात उठाएको छ। म ढाका टोपी लगाउने एकजना यङ साथी हुनुहुन्छ, म उहाँको प्रश्न लिन्छु, त्यस पछाडि यता हुनेछु। कृपया नाम र ठेगाना भन्नु होला र सठिकमा प्रश्न राख्नु होला। माइक लगिदिनु होला। भोलिन्टियर साथीहरू उपलब्ध हुनुभएको है गजब हुन्थ्यो होला।
नमस्कार नमस्कार मेरो नाम धीरज प्रताप मल्ल ठकुरी म बुटोल मा एउटा विद्यार्थीको रूपमा अध्ययन गर्दैछु। मेरो यो प्रश्न बुटोल उपमहानगर उपप्रमुखज्यूलाई रहेको छ। उहाँले भन्नुभयो कि हाम्रो यस बुटोल उपमहानगरपालिकाले 5वटा आरन र 10वटा आमा समूह खोलेर नौमती बाजाको संरक्षणको निमित्त दलित समुदायमा हामीले त्यस्तो गर्यौँ र त्यसपछि हाम्रो हाट बजारमा पनि त्यहाँ प्रमुख र उपप्रमुखको फोटासहित त्यहाँ तपाईँले सामग्री निर्मित त्यहाँ देख्न सक्नुहुन्छ भन्नुभयो। तर आज हामी यो दलित सम्बन्धीको यो ज्ञान उत्सव यो कार्यक्रममा यो दलित सम्बन्धीको यति चर्चा बहस हुँदा तपाईँले दलित समुदायलाई नै गएर त्यो आरन र नौमती बाजा तपाईँले किन दिनुभयो? त्यो ब्राह्मण समुदाय अन्य क्षेत्रीय समुदायलाई लगेर दिएर त्यहाँ श्रमको तपाईँले अरूलाई सबैलाई श्रम एउटै हो भनेर तपाईँले श्रम बुझाउन सकि बल्ल यो दलित र जातीयता हट्न सक्छ। तपाईँले अझै दलितलाई दलित हुन् भनेर चिनाउनको निमित्त तिनीहरूलाई आरन र नौमती बाजा दिनुभयो। तपाईँको के बुटोल उपमहानगरपालिकाको कार्यक्रम यो पेसा व्यवसायमा अर्को समुदायलाई लगाउँदा के हुन्छ भन्ने यहाँको प्रश्नको रह्यो। म अर्को साथीको प्रश्न लिन्छु। मेरो नाम अशोकराज विश्वकर्मा, स्थायी गरगुल्मी, अहिले बुटोल कालिका क्याम्पसको स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुँ। मेरो प्रश्न पनि उपमेयरज्यूलाई नै। उहाँले भन्नुभयो 10 लाख ठुलो राशिमा हामीले केही महिलाहरूलाई सुनार पेसा अन्तर्गतको सुन कामको सिप सिकाए भन्नुभयो। तर त्यो सिप सिकेका महिलाहरू अहिले स्वरोजगार छन् कि छैनन् भन्नेतिर तपाईँको ध्यान गएको छ कि छैन? कि ती बेरोजगार भएर मोबाइल चलाएर त बसाइराखेका छैनन्? के तपाईँको त्यो 10 लाख बजेटले सिप सिकाएर के ती स्वरोजगार भयो कि भएनन् एकचोटि त्यो स्थानमै गएर बुझ्नु भएको छ कि छैन? र तपाईँले भन्नुभयो भारतबाट कालीगढ आए। हाम्रो देशमा सुनार समुदाय अन्तर्गत मैले पनि केही समय पढ्नुभन्दा अगाडि सुन काम गरिरहेको थिएँ र हाम्रो देशमा यति कालीगढ छन् कि सुन पेसामा तपाईँले त कल्पना पनि गर्न सक्नुहुन्न। तर तपाईँले भन्नुभयो भारतबाट आउँदैछन्। नेपालभित्रकालाई किन रोजगार दिन सक्नु भएन तपाईँले? बुटोलमा कति छन् सुन काम सिकेका, कालीगढ कति छन् भनेर तपाईँले त्यसको बारेमा अनुसन्धान गर्नुभयो कि भएन? मेरो प्रश्न यहाँको प्रश्नको जवाफ लिनेछौँ। यता अगाडिबाट एकजना साथीले हात उठाउनु भएको थियो, हामी उहाँको प्रश्न लिन्छौँ, त्यस पश्चात म जवाफ लिनेछु। हुन्छ, म झलक विश्वकर्मा, राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति पुस्तकको लेखक पनि हो। खास पनि यो अहिलेको विषयमा मैले बुझ्न खोजेँ। एकचोटि हाम्रो स्याङ्जा पुतली बजार नगरपालिकाको मेयरसँग मैले चाहिँ यो तपाईँहरूको जनप्रतिनिधिहरूमा दलितको विषयमा उहाँहरूको बुझाइ, उहाँको प्रस्तुतिकरणमा एकदमै कमी देखिए भनेर मैले उहाँलाई प्रशिक्षणको कार्यक्रम लान खोजेको थिएँ। उहाँले ल्याउनुहोस्, ल प्रपोजल बनाएर ल्याउनुहोस्, म दिइहाल्छु, सिधा प्रश्न राख्नु होला। अनि त्यसपछि उहाँले के भन्नुभयो भने मेयर साहबले, तर उहाँको विषयमा यहाँ नल्याए पनि सिम्बोलिक रूपमा एउटै हुनसक्छ। के हो भने तपाईँहरूको मान्छेहरूले दलितको लागि आएको कुराहरू तपाईँको जनप्रतिनिधिहरूको प्रस्तुतिकरण अथवा जनप्रतिनिधिहरूको राखेका विषयहरू त्यति राम्रोसँग हामीले भेटाएनौँ है, राख्नु सक्नु भएन। राख्ने अब विभिन्न कुराले गर्दा उहाँहरू सक्षम राख्न सक्नु भएन र दलितको विषयमा आएको कुराहरू हामीले बाटोमा, पानीमा, भौतिक पूर्वाधारमा हामीले लगानी गऱ्यौँ भनेर भन्नुभएको छ। के सबै पालिकाहरूको यही अवस्था छ कि के छ? म यो बुझ्न चाहेँ। हस्, यहाँलाई धन्यवाद प्रश्नको लागि। म उपप्रमुखज्यूबाट यो प्रश्नको जवाफ लिन्छु। यहाँले अघि कालीगढ व्यवसाय को लागि तालिम दिएको भन्ने कुरा उठान गर्नुभएको थियो। तालिम लिने व्यक्ति स्वरोजगार छन् या बेरोजगार? नोट गरेको छु मैले। यसको एन्सर दिँदा हजुरको पनि आउँछ, उताको पनि यताको पनि सँगै हुन्छ। धीरज मल्लजी सुन्नु है, मैले एन्सर दिँदैछु धीरजजी, सबैले सुन्नु होला। आरन दिएँ, नौमती बाजा दिएँ भन्नुभयो,
तपाईँले त झन् फेरि त्यही दलितहरूलाई नै दिँदै हुनुहुन्छ भन्नुभयो, त्यो होइन। मैले भन्दाखेरि बुझाउन सकिनँ या हजुरहरूले बुझ्न सक्नु भएन, यति कुरा फरक भयो। लोभ भएको आरनलाई, जसले त्यही पेसालाई सम्हालेर अगाडि आएको छ, उसित त्यो आरन किन्ने पैसा छैन, उसले त्यही पेसा गरेर मैले स्वरोजगार बन्छु भन्ने मान्छेलाई अनुदानका रूपमा आरन वितरण गरेका छौँ। अहिले पनि 5 वटा आरन वितरणका लागि बजेट विनियोजित गरेका छौँ। गत वर्ष एउटा मात्रै गरेका थियौँ। अर्को कुरा के भन्नुभयो भने नौमती बाजा किन दिनुभयो उता? नौमती बाजा, जसले नौमती बाजा बजाउने पेसा गर्थ्यो उहाँलाई बनाउनका लागि दियौँ। तर वितरण गर्दाखेरि 5 वटा महिलाका समूह, सबै जाति, क्षेत्री, बाहुनदेखि लिएर सबै जातिका महिलाका समूहलाई चाहिँ हामीले वितरण गरेका छौँ। अनि अर्को प्रश्न, अशोकराज विश्वकर्माले कालीगढ खोज्नु भएन भन्नुभएको छ। म आफै गएको छु। अहिले बुटोलका प्रत्येक पसलमा हेर्नुभयो भने तपाईँले इन्डियाकै मान्छे भेटाउनुहुन्छ, इन्डियाकै मान्छे भेटाउनुहुन्छ। यसको विवरण चाहियो भने आउनुहोस्, नगरपालिकामा छलफल गरौँ। हामी विवरण ल्याउनलाई चाहिँ साथीहरूलाई हामी भन्छौँ तपाईँकोमा कुन कुन सुन पसलमा कहाँको कालीगढ हुनुहुन्छ, इन्डियाको, कलकत्ताको, बम्बईको कहाँको कालीगढ हुनुहुन्छ, त्यो विवरण दिनुहोस् न। हामीलाई चिन्ता के हो भन्दा हामी कहाँ आएर कमाएर हाम्रो नेपालको पैसा इन्डिया गयो भन्ने चिन्ता हो हाम्रो, अरू होइन। यहीँ उत्पादन गरौँ भन्ने हो। तर तपाईँ आफै सुनको गहना बनाएर अगाडि बढ्नु भएको रहेछ। म धन्यवाद दिन चाहन्छु। तपाईँ आउनुहोस् नगरपालिकामा, मेरो कार्यकक्षमा आउनुहोस् अनि छलफल गरेर अगाडि जाउँला। म यति नै भन्न चाहन्छु। केही तपाईँको सक्यो क्यारे, यसो जवाफ आयो होइन? जवाफ आयो। म सुशीलजीतर्फ जान चाहन्छु। अघि उपमेयर साहबले भने जस्तै दलित समुदायले परम्परागत रूपमा गर्दै आइरहेका पेसा व्यवसायलाई कतिपय स्थानीय तहले प्राथमिकतामा राखेर लगानी गरेका छन् र कतिपय स्थानीय तह त्यो विषयमा बेखबर जस्तै देखिन्छन्। आरन व्यवसाय र यो सिलाइ बुनाइ लगायत जुन परम्परागत हिसाबले चल्दै आएका पेसा व्यवसायमा पुरानो पुस्ता त संलग्न भयो, तर पछिल्लो पुस्ता यो पेसा व्यवसायलाई अङ्गीकार गर्न अलिकति हिचकिचाएको पाइन्छ। युवा पुस्तालाई यो पेसा व्यवसायलाई आधुनिकीकरण गरेर पेसा व्यवसायकै रूपमा अगाडि बढाउन कसले के गर्नु पर्ला? धन्यवाद। एउटा यसलाई किन हिचकिचायो भन्नेबाट हामीले अलिकति विश्लेषण गरौँ। किन हिचकिचायो भन्दा त मैले अघि थोरै सुरुमा जोड्दै पनि थिएँ, हाम्रो वर्ण व्यवस्थाले हाम्रो समाजलाई विभाजित बनायो। हाम्रा विभिन्न धर्मग्रन्थहरूले अहिले पनि विभेद भन्छन्, महिलालाई दलितलाई चरम खालको विभेदहरू गर्छन् है। अनि जे पेसा व्यवसाय गरियो त्यसकै आधारमा त्यो व्यक्तिको पहिचान बन्ने अनि ऊ माथि चरम खालको विभेद हुने है। यो भइसके पछाडि स्वाभाविक हिसाबले युवा पुस्ताहरूले परम्परागत पेसा व्यवसायलाई त्यति धेरै अवलम्बन गर्ने दिशामा गएनन्। योभन्दा अगाडि अवलम्बन गरेकाहरूले पनि छोडेर अर्को व्यवसायमा जाने खालको अवस्था बन्यो अनि युवा पुस्ताहरू त्यसमा आकर्षित भएनन्। यो कुरा सत्य हो। तर यसको अर्को एउटा पाटो के छ भने यो परम्परागत पेसा व्यवसायसँग जोडिएको यो बालीघरे, हलिया, हरुवा, चरुवा, खली प्रथा जस्तै विभिन्न खालका शोषणका रूपहरू पनि छँदैछन्। त्यो भइसके पछाडि जब मान्छेले श्रम गर्छ, श्रमको उचित ज्याला पाउँदैन, त्यसमा बालीघरे, खलो जस्तो प्रथा हुन्छ, त्यहाँ विभेद हुन्छ। त्यो भइसके पछाडि नयाँ पुस्ता त्यसमा आकर्षित नहुने कुरा स्वाभाविक नै भयो। तर जब राज्यले त्यसलाई व्यवस्थित गर्ने, अगाडि पनि आएको छ, श्रमलाई सम्मान गर्ने, श्रम गर्ने मान्छेलाई सम्मान गर्ने, विभेद नगर्ने त्यस्तो खालको अभ्यास हुन्थ्यो भने त्यो काम गरिरहेको व्यक्तिहरू पनि त्यसबाट टाढा हुने थिएनन्, नयाँ पुस्ता पनि त्योबाट टाढा हुने थिएन। यो चाहिँ विडम्बना हो। अब अहिले पछिल्लो समयमा अलिकति यो कसरी आएको छ भने खास गरी गार्मेन्ट उद्योगहरू खोल्ने, सुन पसलहरू खोल्ने अनि त्यस पछाडि जुत्ता पसलहरू खोल्ने सन्दर्भमा अलिकति केही दलित समुदायका व्यक्तिहरूले पनि त्यसमा पहल गरेको देखिन्छ होइन। युवाहरू पनि त्यसमा छन्। त्यो किन भयो भन्दा त्यो व्यावसायीकरण पनि भयो, त्यो उद्योगको रूपमा स्थापित भयो, आय आर्जनसँग अथवा नगदसँग चाहिँ त्यो सिधै जोडियो। त्यो कारणले केही आकर्षित भएका छन्। तर त्यो सहर बजारमा केन्द्रित छ यो फेरि। तर ग्रामीण परिवेशमा फेरि पनि त्यो आय आर्जनसँग पनि जोडिन सकेको छैन, उद्योगसँग पनि जोडिएको छैन। त्यो भएका कारणले गर्दा अनि त्यो अहिले ग्याप देखिन्छ होइन। त्यसो अब अहिले हामीले कसरी यसलाई हेर्नुपर्छ भने स्थानीय जनसमुदायको मागका आधारमा, आवश्यकताका आधारमा त्यसलाई अगाडि बढाइनुपर्छ। अब अहिले अर्को एउटा डिबेट के पनि छ भने हिजो त्यही पेसा व्यवसाय गरे बापत दलित समुदायले विभेद भोगे, एक्सक्लुजन भोगे, अछुत भए
तर अहिले त्यो व्यवसायीकरण भयो, उद्योगमा रूपान्तरण भयो, अनि त्यो अरू अरू समुदायले पनि बाजाका नाममा अथवा श्रेष्ठ टेलरिङ भन्दा टेलरिङका नाममा अरूले त्यसबाट फाइदा लिने स्थिति आयो भन्ने खालको एउटा छ। एउटा बहसको विषय चाहिँ होला होइन, तर पालिकाहरूले चाहिँ त्यसलाई अलिकति प्रोत्साहित गर्नका लागि युवाहरूलाई अलिकति प्रोत्साहित गर्ने, अनि युवाहरूलाई क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई त्यसको महत्त्व बुझाउने, अनि अलिकति व्यवसायीकरण र आधुनिकीकरण गरियो, त्यसबाट त्यसलाई श्रमका हिसाबले सम्मान गर्ने खालको बन्यो भने बिस्तारै युवाहरू आउन सक्छन्। हिजो हामीले देख्छौँ नि 13% दलित समुदायहरू आफ्नो श्रम परिश्रम गरेर तपाईँको आफै स्वरोजगार भएका थिए भने पछाडि अघि 38 लाख रहेछन् नि त्यो दलित समुदायहरू, आफै स्वरोजगार थिए नि त उनीहरू। भने पछाडि अहिले हामीले रोजगारी सिर्जनाको कुरा गरिरहँदा 13% दलित समुदायले परम्परागत पेसा व्यवसायलाई मात्रै गर्ने भने त 38 लाख त कुनै न कुनै हिसाबको रोजगारी स्वरोजगारी त सिर्जना हुने रहेछ नि। यो ढङ्गबाट त हामीले सोचेका छैनौँ होइन। त्यसो हुँदा त्यो अलिकति नीतिगत हिसाबले व्यवस्था गरेर नै युवाहरूलाई आकर्षण गर्ने, श्रमप्रति सम्मान गर्ने, राज्यले अलिकति उनीहरूका लागि जस्तै उद्योगका रूपमा विकास गर्न चाह्यो भने अलिकति आवश्यकता त्यो नीतिगत हिसाबले व्यवस्था गरेर लोन प्रवाह गर्ने खालको व्यवस्था भयो भने हुन्छ जस्तो लाग्छ मलाई। हस्, म एकपटक फ्लोरमा जान्छु। कृपया प्रश्न छ भने हात उठाएर राख्नु होला, हामी अन्तिममा छौँ। यदि प्रश्न छैन भने हामी कार्यक्रमको अन्त्यतर्फ छौँ। जाँदा जाँदै स्थानीय सरकारले दलित समुदायको अधिकारको विषय, जागरणको विषय र समावेशीकरणको विषयमा बुटवल उपमहानगरपालिकाले आगामी बजेटमा के गर्छ, 1 2 3 भनेर भनिदिनु होला। यही भर्खरै यही गर्छु भनेर त मैले भन्न सक्दिनँ, किन भन्दा सल्लाह गर्नुपर्छ। हुन त दलित उत्थान समन्वय समितिको संयोजक नगर उपप्रमुख हुँदो रहेछ। मसित पनि नगरभित्रका अगुवा दलित मित्रहरू सँगै हुनुहुन्छ, उहाँसित सल्लाह गरेर उहाँहरूले लिएर आएको योजनाका आधारमा बल्ल बजेट विनियोजित गर्ने कुरा हुन्छ र उहाँहरूलाई नै सर्वेसर्वा दिएर यिनी कार्यक्रमहरू हामीले गर्नु छ, हामीलाई यति यति बजेट चाहिन्छ भन्दाखेरि त्यसरी चाहिँ बजेट जान्छ। एकदम खुल्ला दिलले हामी बजेट विनियोजित गर्छौँ। एकैछिन रोक्नु। अघि एकजना भाइले मलाई प्रश्न गर्नुभएको, मैले उत्तर दिनु बोलेँ। कतिजना रोजगार छन् भनेर भन्नुभएको थियो। 7 जना रोजगार छन्। 20 जना सिकेकोमा 7 जना रोजगार छन् है सुन चाँदी बनाउने गहनामा। यो चाहिँ अघि छुटेछु तपाईँको प्रश्नका लागि। र हस् हस् हस्, म सुशीलजीतर्फ जान चाहन्छु अन्तिममा। स्थानीय सरकारले आगामी बजेट निर्माण गर्दाखेरि चाहिँ दलित समुदायको सवाललाई एडजस्ट गर्ने गरी कुन कुन विषय समावेश गर्नु आवश्यक छ, यहाँको सुझाव के छ? 1 2 3 गरेर भनिदिनु होला। हजुर, धन्यवाद धन्यवाद। अब हाम्रो उपमेयरज्यू अलिकति सम्बोधन गर्ने ठाउँमा भएको हुँदा कम बोल्दा पनि पुग्यो। हामी अलि अभियन्ताहरूले अलि माग गर्ने भयौँ, त्यो हिसाबले मेरो अलिक बढी बोले जस्तो भयो। म बुदागत हिसाबले नि म राख्न चाहन्छु। सबैभन्दा पहिला चाहिँ संविधानको कार्यान्वयनसँग जोडिएको हामीले हिजोदेखि छलफलमा आएको जातीय विभेद र छुवाछुतको अन्त्य गर्ने कुरा मैले अघि त्यो चर्चा पनि गर्दै थिएँ। त्यसलाई अन्त्य गर्नका लागि जागरणका कुराहरू, अलिकति तपाईँको अभियान सञ्चालन गर्ने कुराहरूमा स्थानीय सरकारले काम गर्नुपर्छ। सङ्घीय सरकारले संसदले चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको छ, तर व्यवहारमा हामीले कसरी गर्न सक्छौँ भन्ने हामीले कार्यक्रम ल्याउनुपर्छ। जस्तै उदाहरणका लागि खुल्ला दिशा पिसाब मुक्त भनेर हामीले घोषणा त गऱ्यौँ नि एउटा उदाहरणका लागि। योजनाबद्ध हिसाबले जाँदा त खुला दिशा पिसाब मुक्त क्षेत्र त बनायौँ त, भनेपछि पालिकालाई हामीले छुवाछुत मुक्त बनाउन सक्छौँ नि। त्यसभन्दा नीति कार्यक्रमसहित एउटा त्यो गर्नुपर्छ भनेर एउटा बुदा त्यो राख्न चाहन्छु। यो परम्परागत पेसा व्यवसायको कुरा अगाडि आइसक्यो, यसलाई अझै व्यवस्थित गरेर अध्ययन अनुसन्धान गरेर व्यवस्थित गरेर अगाडि जानुपर्छ भन्ने लाग्छ। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो के अरे स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू, खास गरी महिला अनि दलित समुदायका व्यक्तिहरू सुरुवाती समयमा अलिकति उहाँहरूको पर्याप्त मात्रामा त्यो विषयमा जानकार नभएको हुँदा काम गर्न गाह्रो भयो भन्ने कुरा है। अघि त्यो हाम्रो एकजना प्रश्नकर्ताले पनि भन्नुभएको थियो। त्यसो त सुरुकै वर्षमा उहाँहरूलाई अलिकति क्षमता अभिवृद्धि गरेर अलिकति त्यो यो अभियानलाई उहाँहरूले नै अगुवाई गर्ने खालको गयो भने अलिकति परिणाम आउन सक्छ। अनि संविधानसँग जोडेर हेर्दा निःशुल्क शिक्षाको कुरा छ, त्यो गर्न सकिन्छ। यहाँका अलिक टप विद्यार्थीहरूलाई MBBS छात्रवृत्ति दिने, टेक्निकल विषयहरूमा लैजाने, त्यो हामीले गर्न सक्छौँ। स्वास्थ्यमा कमजोर भएकाहरूलाई जस्तै कालीगण्डकी गाउँपालिका छ स्याङ्जामा, उहाँहरूले सबै तपाईँको अलिक विपन्नहरूको त्यो बिमा गरिदिनु भएको छ कि। यस्तो कार्यक्रमहरू हामीले गर्न सकिन्छ। त्यसभन्दा समुदायमा गएर हामीले अध्ययन गरेर अथवा समुदायबाट आएका मागहरूलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी गयौँ भने त्यो सबै हिसाबले प्रभावकारी हुन्छ। यसको मुख्य जड भनेको फेरि छुवाछुत नै हुन्छ कि चिया पसल गर्न पाइँदैन आफ्नो एरियामा, अनि तपाईँको होटल चलाउन सकिँदैन, मासु पसल चलाउन सकिँदैन, दुध डेरीमा मिसाउन सकिँदैन भनेपछि यसको जड त
तपाईँको छुवाछुत नै रहेछ नि त होइन यो बनाउनका लागि छुवाछुतलाई अन्त्य गरियो भने हुन्छ भन्ने लाग्छ र अन्तिममा म एउटा सानो अनुरोध गर्न चाहन्छु यो सायद हाम्रो अन्तिम राउन्ड होला यो बजेट अहिले कस्तो छ भने कुनैले माग्ने कुनैले दिने होइन जस्तै कुनै पुरुष एउटा दिने ठाउँमा छ कुनै एउटा पदमा छ पुरुषले दिने महिलाले लिने गैर दलितले दिने दलितले लिने यस्तो खालको भाष्य छ यो गलत हो त्यो जुन जुन ठाउँमा अहिले तपाईँको राज्यका तिनै तहका सरकारमा प्रमुखहरू हुनुहुन्छ उहाँहरू त्यहाँ सहजीकरण गर्न जानुभएको हो अनि त्यो राज्यको ढोकेटी त्यो बजेट भनेको तपाईँ हामी सबैले महिला दलित जनजाति मधेसी आम नागरिकले तिरेको करको त्यो बजेट हो भने पछाडि त्यसमा हामी सबैको अधिकार छ त्यो व्यवस्थापन गर्ने सबैलाई समानुपातिक हिसाबले बाँडफाँड गर्ने जिम्मेवारी पदमा हुने व्यक्तिको हो त्यो पाउने चाहिँ हामी सबैको अधिकार हो यो कुरालाई बुझेर आउने दिनमा तिलोत्तमा नगरपालिकाभित्र हामीले दलित समुदायको उत्थान विकास अथवा अरू पछाडि पारेको वर्ग समुदाय पनि हुन्छन् नि उनीहरूको अधिकारका लागि यो हाम्रो अधिकार हो बजेट हाम्रो अधिकार हो भन्ने हिसाबले जान आवश्यक छ र पालिकाहरूले अथवा सरकारहरूले जानेर सबैभन्दा समस्या छ त्यो समस्यालाई सम्बोधन गर्ने गरी पहिला नीति तयार गर्ने अनि बजेटहरू तयार गर्ने प्रभावकारी भए नभएको अनुगमन गरेर गइयो भनेदेखि हामीले संविधानले चाहे जस्तो अलिकति समतामूलक समाज समृद्धि त्यतातिर हामी जान सक्छौँ होला हामी सबैको ध्यान आकर्षण होस् धन्यवाद हस् हामी कार्यक्रमको अन्तिममा छौँ जनताको घर दैलोको सरकार घर घरमा सिंहदरबार भन्ने उक्ति कुनै बेला निकै चर्चित थियो स्थानीय सरकारले विज्ञहरूको सल्लाह सुझावलाई समेटेर दलित समुदाय र अन्य सीमान्तकृत समुदायलाई सोझै त्यसले सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नु आवश्यक छ र बजेटमा चाहिँ समाजको सबै वर्ग क्षेत्र लिङ्ग र समुदायको प्रतिनिधित्व झल्किनु आवश्यक छ र सोही अनुरूप स्थानीय सरकार अगाडि बढ्नु पर्ने आवश्यक छ भन्ने निष्कर्षसहित आजको यो सेसनलाई म यही अन्त्य भएको घोषणा गर्छु सहभागी यहाँहरू सम्पूर्णलाई धन्यवाद र मेरा वक्ताजीहरूलाई पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु बुटवल महानगरपालिका उपप्रमुख सावित्रा देवी अर्याल र दलित विषयका जानकार अध्येता सुशील विश्वकर्मा यहाँहरू दुवैजनालाई हार्दिक धन्यवाद यहाँको बाँकी समय शुभ बिदोस् मेरो स्वास्थ्य अवस्था ज्यादै प्रतिकूल भएको कारणले गर्दाखेरि यो सेसन पनि अलिकति थोरै अलिक समस्या नै भयो म आफैलाई पनि यद्यपि हामीले यो सेसनलाई अगाडि बढायौँ यहाँहरू सम्पूर्णको जय होस् भवतु सब मङ्गलम धन्यवाद नमस्कार धेरै धेरै धन्यवाद छ उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई म धन्यवाद भन्न चाहन्छु हामी यो सेसनको अन्तिम चरणमा उपस्थित भइसकेका छौँ म सबै साथीहरूलाई विशेष धन्यवाद आभार व्यक्त गर्न चाहन्छु हाम्रा अतिथि वक्ताहरूलाई मायाको चिनो प्रदान गर्नको लागि अबको सेसन रहेको छ मायाको चिनो सहित मञ्चमा आइदिनको लागि म देवीजी त्यो मायाको चिनोको व्यवस्थापन गरिदिनु पर्ला म वडा नम्बर 8 का वडाध्यक्ष कार्यपालिका सदस्य र भौतिक पूर्वाधार विकास समितिका पनि संयोजक हुनुहुन्छ कृष्ण प्रसाद पौड्यालजीलाई माथि मञ्चमा आउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र कृष्ण पाण्डे म्यामलाई पनि म मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु अतिथिहरूलाई बिदाई गर्नुपर्ने कतिपय स्वागत गर्नुपर्ने त्यसले गर्दाखेरि थोरै यहाँ चाहिँ प्रशासनिक नेतृत्व भएन कि भन्ने कुरा सुनेको छु यसलाई सहज रूपमा बुझिदिनको लागि म अनुरोध गर्न चाहन्छु मायाको चिनो प्रदान गरिदिनको लागि बुटवल उपमहानगरपालिकाका उपप्रमुख आदरणीय सावित्र अर्यालज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी यो कार्यक्रममा आफ्नो व्यस्त समयका बावजुद पनि आफ्नो प्राज्ञिक र बौद्धिक बहसको लागि उपस्थित हुनुभएका अध्ययन अनुसन्धान अध्येता आदरणीय सुशील विके सरलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र सहजकर्ताको हिसाबमा टङ्क सुनारज्यूलाई पनि मायाको चिनो प्रदान गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र एउटा सामूहिक फोटो सेसनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु
धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सुरेश सेन्चुरी सर, अनिल सर आउनुभयो। अब हामी प्रशासनिक नेतृत्वको सन्दर्भमा हामी छलफललाई केन्द्रित गर्नेछौँ। खाजा पनि आज अलिकति डिस्टर्ब नहोस् भनेर हलभित्र नै खाजाको व्यवस्थापन गरिएको छ, म यो जानकारी गराउन चाहन्छु।